आलेको घर छ कान्छाको घर मुनि। खैचाइ है ट्याक्क बोक्यो कान्छा। मैले यता खैचाइरहेको छु। भ्लग त गर्ने सञ्चालन पनि एकदम सन्चै छ। म पनि आज धेरै पछि फेरि भ्लग लिएर आइसकेको छु। म यहाँ आजको काम त्यस्तो भ्लगमा केही छैन, तर जे देख्छ त्यही देखाउँछु, जस्तो हुन्छ त्यही देखाउँछु। भ्लग बनाउनु भन्ने सोच्छु सागर फेरि होइन कतिखेर आउँछ फेरि कहिले फेरि यसै हुन्छ। भ्लग बनाउँछु। म बाख्रा सार्न आएको छु। यहाँभित्र बाख्रा छ नि कहीँ आएको छ नि। अनि हामीले खोरसोर सफा गर्ने लगभग एकदम घाँस सासहरू यताउति टङ्गाउनु पर्ने हुन्छ पुरा। यताउति टङ्गाउने हो। अब म यतापट्टि चार्न पाऱ्यो म देखाउँछु। यताउति घाँसी आएको छ। हामीले घाँस पनि सिसाको झ्याल काटेर राख्छ भनेपछि हामीले ज्यान खान्नौँ। दाउरा ट्याक्क खान् त्यसैले यतापट्टि हस्पिटल छ त्यही यतापट्टि पनि मेडिकल छ ट्याक्क फेरि है। बजारहरू पार खतरा अब भित्र छ। हामीले ट्याक्क घाँस राख्ने ठाउँ र घाँस यहाँ छ। घाँस एकदम अब त्यो गराउनु पर्ने हुन्छ, लगेर जानुपर्ने हुन्छ। अनि गाई जोडी यस्तै छ अब है। अनि त्यो खोकी लागिरहेको छ कि हल्का हल्का। म घाँस लगेर जान्छु कि घाँस जाइसकेको छु भने यो लगाउनु पऱ्यो फेरि। ल त अन्त घाँस टङ्गाउँदाखेरि हेर्नु पर्यो। मैले त बाघ साह्रै धोत गरेको ट्याक्क मैले घाँस सास टङ्गाइदिएँ ट्याक्क चाहिँ गराइसकेँ। घाँस टङ्गाइसकेँ। हाम्रो फेरि यता कागतीको रुख छ केही कागज दिने त्यस्तो छ। अनि यसो थम्नेलको लागि फेरि गर्नु पऱ्यो होइन। बाख्रा सारेको होइन म भित्र खोर्सा भएर त्यो त अब अँध्यारो छ देखाउनु भएन। अनि पट्टसम्म जहाँसम्म देखाउँछु। अनि खोर्सा भा गर्नुपर्ने हुन्छ। खर यस्तो छ बाहिर त्यस्तो हल्का त्यस्तो छैन। गब्बर हाल्ने यताउति हो। म गब्बर हाल्छु यताउति गर्छु अनि फेरि तल घर जाँदाखेरि भेट्छु। म माथिबाट चाहिँ आइसकेको छु। त्यो हात खुट्टा धोएर यताउति खोर्साबाट हालेर सब गरेर आइसकेको छु। मम्मीले दुध ल्याउनु भन्नुहुन्थ्यो बजार डेरीमा। त्यति छ डेरी। यो डेरी भयो। यो स्कुल यता छ ठ्याक्क फेरि बजार फेरि हिँडिसकेँ। पुरा छ बजार ठ्याक्क होइन। बजार जानु दुध ल्याउन डेरीमा हेर्नु जानु तर बजार बिहान बिहानको भ्यू हेर्नु त गाइज साह्रो भ्यू पनि देखिरहेको छ है। अनि अब म घर जान्छु यता। अनि मैले फेरि अहिलेसम्म कुहिल देखाएको छैन नि त। मम्मीलाई पहिल्यै देखाएको छु त्यो देखाएँ नि के देखाएको छ पहिला देखाएको छैन। अनि भनेर पछि देखाउँछ अब आजकल पनि देखाउनु त। फेरि म दुध ल्याउनु जाँदाखेरि भेट्छु यो त घर के बनाउने है। त्यहाँदेखि थियो पहिले ड्याडी घर लिएन आम्मा छैन ठ्याक्कै ठ्याक्क फेरि मेरो नाम लेखेको छ। मलाई थाहै थिएन लेखेको छ ठ्याक्क नाम लेखेको छ रहेछ थाहै थिएन। भर्खर पनि टेकाइदिएँ। अब दुध लगाउनु पर्ने हुन्छ। दुध खान्छु यताउति गर्छु। अब पछि भेट्छु। अहिले के भेट्छ कन्टेन्ट त्यसरी ट्याक्क बजार ढुल लगाइन्छ कागज। टाइमले कस्तो हेर्नु मलाई मेरो सेटअप अड्डाउने ठ्याक्कै त्यसलाई यसरी अड्डाउने ट्याक्क अड्डाउने त्यसरी खाना खान्छ। म पानी ल्याउन आएको छु। यो भरिसक्यो। अब यो त भर्न बाँकी छ। पानी भर्नु ठाउँ यस्तो छ बुट्याएको फेरि टोटी भाग्दा छ
भएर यस्तो गराउने अनि सत्तै यसलाई यसरी निकालेपछि पानी आउँछ अनि यसरी लगाएपछि बन्द खतरा टेक्ने भन्दाखेरि पानी भर्न आएको छु पानी भर्नुपर्ने हुन्छ यस्तो गराउनु भने मलाई पानी एकैछिन भएर जान्छ कि सुनिस्पिटा पानी ल त म पानी भर्छु पानी भरिसकेपछि फेरि हराउनु पऱ्यो फेरि भला कहिले पोछ बनाउनु रल नबनाउनु पर्ला भने त खतरा भ्यू देख्यो यता बजारको फेरि देखाउनु त भन्ने कुरा आइसक्यो दिनबाट ट्याक्क ऐसल टन्न थियो त न आजभोलि त केही छैन भ्यू गाइड्स कान्छ यता छ हामी यता स्कुलतिर गाउन आएको थियौँ सर अनि हामी स्कुलको पानी हेर्दैछौँ खाने पानी सफा यस्तै हो माथिको ढकन खोल्छ यो चाहिँ खाने पानी पिउने पानी खाने पानी हेल्दी वाटर यस्तो रहेछ अब हामी देखाइदिनु पो भाइ हेरेर त्यस्तो देखाइदियो भनेर नराम्रो भन्न खोजे होइन होइन यहाँ छ यस्तो छ भने देखाइदिनु मलाई ल त स्कुल घुम्दैछौँ स्कुल स्क्रिनसट गर्दै आउँछ नराम्रो कस्तो छ अब हाम्रो स्कुल ट्याक्क स्कुल घुम्न त आइयो ट्याक्क त्यस्तो छ फेरि त ट्याक्क यो लाइन लाग्ने ठाउँमा यहाँको यो ट्याक्क यो त्यस पछाडि त्यो 3-2 अफिस हुने तलकै नि त्यसो मेरो क्लास यता माथि छ यो माथिको टप हो यो हो त्यसो ऊ माथिको त्यो ऊ माथिको होस्टेल हो त्यो त्यसो यता छन् यता सानो जैनहरूले पढ्ने यता छन् यो नर्सरी एलकेजी युकेजी यतातिर छ अनि माथि अफिस छ ट्याक्क त्यसमाथि भ्यू यस्तो छ ल त यो स्लो मोसनमा हेरौँ है देख्नु होला के कस्तो छ भन्ने कुरा अब कान्छाले भाम फाल्दैछ यतातिरबाट घाँस काट्दै हुनुहुन्छ हजुरले ठ्याक्क यो चाहिँ रेडी भएछ यहाँ देखा भन्नुपर्छ है कस्तो नदे रहेछ आइज फेरि फाल्न कहाँ माथि के भैया कि सक्यो कि आइज भयो भने ओ कान्छ ल फोटो खिचिदिन्छ यता यार कान्छ गाइज स्कुलको नाम चाहिँ यो है यसको नाम पुरै मैले यसको अन्तर्वार्ता लिनु भएको छ अब तेरो नाम के भन्दै नानकुमार घर र घर मुलाछारे अनि तेरो नाम नानकुमार भन्ने त मैले फेरि सोध्ने हो त कि त अर्को नाम भन्दछु कि अनि यहाँ कहाँ जस्तो मुलाछारे घर भन्छ आउनु पाइन्न किन आउने केटी भेट्न कोल पर्ने स्कुल हो भन्दैन फुच्चीहरू पर्ने भने त मैले फुच्चीहरूले पर्ने यहाँ अहिले के हेर्न जस्तो के राम्रो रहेछ यसको स्कुल हेर्न यहाँ त हेर्न जगाइ माग्न फेरि खान्छ ठिक छ के मादल बजान अहिलेको घर छ वाला बट्न कस्तो नाचान्छ बजा त गाना छिर्के आलेको घर छ होला त्यहाँ पनि पानी खोल्दैन न भयो क्या भन्न आलेको घर छ छिटो तैँले गा न मुल्ला गाजी गीत गाउँदैछ हौ यसो रमाइलो गरौँ भन्ने ल आलेको घर छ कान्छाको घर मुनि सपना कान्छाको मगरकै जय हुनी झ्यापै झ्यापै
ठ्याप्पै आए कान्छा भाइ जरैलाई लगाएछु रमाइलो है फेरि बादल बजाउँछ कि रिया भन्दै कान्छा आइएम सरी सरी भन् एउटा भन्दै क्या यस्तो नगर्छ तैँले छुट्टी क्या मलाई झ्याउला खाएको जाँगा नगर के फेरि कान्छा छुट्टी क्या कतिवटा तेरो जो आज स्क्रिनसट हुन्छन् भन्ने त अब आज पनि स्क्रिनसट गर्न आउने भइयो फेरि आयो हुन्छन् नराम्रो नराम्रो पाठहरू राम्रो त आउने भएन नराम्रो आयो भन्छ कहिले थुत्रै आयो हुन्छ कहिले के गरेर आयो हुन्छ खै चाहियो है ट्याक्क बोक्यो कान्छ अगाडि खै चाहिरहेछ मैले यता खै चाहिरहेको छु अब खैचाउनु पर्ने भयो खैचाउनै पर्ने लाग्ने दुध दुध जगाउने खैचाउने अब फेरि यता अलिक जाने बाटो एकदम हामी खैचाइरहेको छौँ अब भलक के कस्तो हुन्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु ल गाह्रो नमानेर हल्का अब यस्तै छ भनौँ न कब धुन्छन् नि कभर धुनेछ अब आउने त्यहाँ बसाइदिकन आउने अनि त्यहाँ हामीलाई पठाउनु त्यहाँबाट चाहिँ पिन लाउने बनाउने मैले ट्र्याक पनि किन्छु होला कभर धुन आउने धाराहरू हजुर नाना धाना गर्ने अनि जाने तिन कपडा भिजा कपडा त्यहाँ बोकिन्छ नि मेरो धेरै छैन 6वटा जति होला ल त गाइस हामी जान्छौँ बिसाइसकेपछि भेट्छौँ नत्र अब हामीले खैचाइरहेको छौँ अहिले जिताइन बसाल्ने फेरि गाह्रो पर्छ ल त कान्छ बाई भन्